हेलो गाइज, वेलकम ब्याक एउटा ब्लग। आज चाहिँ हामी जाँदैछौँ यसो राति घुम्नुको लागि। राति 6 होइन, पछाडि आउँदैछ मेरो साथी अनि आज घुम्न जाँदैछौँ। आज हाम्रो लास्ट दिन बनिरहेको छ। यहाँ चाहिँ त्यही चिटिक्क परेर गइरहेछ होइन। राति हुँदै त्यति साह्रो हिँड्छौँ त छैन होइन, त्यही पनि यसो आज गइदिउँ भनेर यस्तो रहेको छ रातिको नजारा। जताततै बत्ती जति सबैतिर छ होइन। हुँदाखेरि चिसो चिसो खानेकुरा लिएर जाँदैछौँ। अब यसो घुम्दै खाँदै होइन। यता अब हामी जाँदैछौँ, यस्तो छ। अब खासै बेलुकातिर त हिँड्न अब गाह्रो नै हुन्छ होइन। अब हक्कामा कार पनि छैन, त्यही नै हिँड्नुपर्छ। रातिको यस नजारा कहिलेकाहीँ यसो घुम्नु नि पर्छ होइन। या घर यता घर चाहिँ सबै एउटै मात्र हुन्छ। जता हेरे पनि जुन घर हेऱ्यो भने एउटै कलरको सबै एकै खालको हुन्छ। र आज घुम्ने ठाउँ होइन, हामी अब यसो घुमघाम गर्छौँ। अब यता घुम्नलाई चाहिँ अलिकति गाह्रो पनि हुन्छ। हामी चाहिँ आइसकेको छौँ। यता छ हाम्रो साथी, यता छु म। पार्क छ यता। अब यता जोस् घुम्नलाई राम्रो ठाउँ छ। एकछिन गफसफ गर्छौँ, घुम्छौँ अनि जान्छौँ है त। खाइसक्यो सबै थोक। 7 अप खाऊ, ज्यान बढाऊ, बिमारी हौ। महिनामा लगभग नि धेरै खर्च भइसक्यो यसैमा चिसो चिसो खाएर। अब यस्तै हो, सकिसक्यो। यति नै रहेको छ भिडियो आजको घुमघामको। धेरै छैन, धेरै बनाउनु नि हुँदैन किनभने अब त्यस्तो खत्रै कन्टेन्ट क्रिएटर भएको है के हुन्छ भन्नु। अब हाम्रो त छैन खासै, त्यही भएर यसो टाइम पासको लागि मात्र बनाएको होइन, त्यति साह्रो छैन। ओके, घुमघाम भइसक्यो। यस्तै रहेको छ यताको ठाउँ। जस्तो अघि भनिसकेँ, यहाँ चाहिँ राति चाहिँ धेरै झिलिमिली हुन्छ पार्कहरू। अब खासै यहाँ त आएको छैन मान्छेहरू। यहाँको लेडिजहरू चाहिँ आइरहेको छ धेरै घुम्नको लागि। अब यताको कानुनै त्यही छ, दिउँसो त्यति साह्रो निस्किँदैनन्, राति भएपछि यसो पार्कतिर अब निस्किन्छन् होइन। त्यही भएर यस्तै हो। ओके, सबैले हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। यहाँ चाहिँ रेडी भइसकेको छ अर्को ठाउँ जानको लागि।